तपाईको मोबाइल हराइहाल्यो भने यसरी अनलाइनबाटै पत्ता लगाउन सकिन्छ। तपाई बाइकमा जाँदै हुनुहुन्थ्यो अथवा तपाई हिँडेर कतै जाँदै हुनुहुन्थ्यो तर मोबाइल कहाँ खस्यो तपाईलाई पत्तै भएन, अथवा तपाईले कुनै पसलमा राख्नुभयो, छोड्नुभयो, पछि बिर्सनु भयो भने अब तपाईको मोबाइल हरायो भनेर तपाई चिन्तित हुनुहुन्छ भने अब तपाई यसरी अनलाइनबाटै आफ्नो मोबाइल पत्ता लगाउन सक्नुहुन्छ। यति सजिलो तरिका छ कि तपाईको मोबाइल हराएपछि त्यो तुरुन्तै तपाईले सम्झिने बित्तिकै त्यो मोबाइल तपाईको हातमा पर्नेछ। आखिर कसरी पत्ता लगाउन सकिन्छ त अनलाइनबाट? आउनुहोस् यो भिडियोमा पूरा जानकारी लिगौं र आजैबाट मोबाइल हराउने तनावबाट मुक्त बनौं। अब हराएको मोबाइल फोनलाई अनलाइनबाट ट्र्याक वा ब्लक गर्न सकिने भएको छ। यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ। यस माध्यमबाट फोन हराएको वा चोरी भएमा पीडितले अनलाइनमा गई ट्र्याक वा ब्लक गर्न अनुरोध गर्न सक्छन्। पछिल्लो समय दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस व्यवस्थापन गर्न एमडीएमएस प्रणाली लागू गरेसँगै मोबाइल डिभाइस ट्र्याकिङ सिस्टम प्रभावकारी समेत बनाइसकेको छ। यस अन्तर्गत प्राधिकरणले एमडीएमएसमा दर्ता भएका जुनसुकै फोन हराए अनलाइन फारम भर्न मिल्ने व्यवस्था पनि गरेको छ। फोन हराएपछि भेटिने सम्भावना धेरै हुन्छ, तर त्यसका लागि तपाईसँग उक्त फोनको आइएमईआई, इएसएन वा एमडीआई नम्बर *#06# डायल गर्दा यी नम्बर देख्न सकिन्छ। सुरक्षितसँग राख्नु पर्ने हुन्छ। हराएको फोन रिपोर्ट गर्नु पर्यो भने दूरसञ्चार प्राधिकरणमा हराएको फोन रिपोर्ट गर्ने पेजमा जानुपर्छ। त्यसपछि सबैभन्दा माथि लस्ट डेट भएको ठाउँमा फोन हराएको मिति राख्नुपर्छ। त्यसपछि तल लस्ट लोकेसन भएको अप्सनमा हराएको ठाउँ उल्लेख गर्नुहोस्। त्यसपछि आइएमईआई, इएसएन, एमईआई नम्बर उल्लेख गर्नुपर्ने हुन्छ। त्यसपछि त्यसभन्दा तल रहेको अप्सनमा हराएको फोनमा प्रयोग भएको मोबाइल नम्बर टाइप गर्नुहोस्। यदि उक्त फोनमा सिम छैन भने त्यसको तल रहेको चेक हियर इफ लस्ट फोन हैज नो सिम मा टिक लगाउनुहोस्। त्यसपछि एप्लिकेसन नेम भएको ठाउँमा निवेदकको नाम उल्लेख गर्नुहोस्। त्यसको तल आइडी नम्बरको अप्सन रहेको हुन्छ। त्यहाँ गएर आफू निवेदकसँग भएको कुनै पनि परिचय पत्र जस्तै नागरिकता नम्बर वा अन्य परिचय पत्रको नम्बर उल्लेख गर्नुहोस्। त्यसपछि कन्ट्याक्ट नम्बर भएको ठाउँमा आफूसँग भएको सम्पर्क नम्बर राख्नुहोस्। त्यसपछि अट्याचमेन्ट अफ सिटिजनशिप अर अदर आइडी कार्डमा पासवर्ड वा भिजा भन्ने अप्सनमा उल्लेख गरिएका कुनै पनि एक परिचय पत्रको पीडीएफ फाइल उल्लेख गर्नुहोस्। याद गर्नुहोस् उक्त परिचय पत्रको साइज 500 KB भन्दा कमको हुनुपर्छ। त्यसपछि अन्तिममा रहेको इमेल एक्सेक्सनमा गएर आफ्नो इमेल कन्ट्याक्ट राख्नुहोस्। आफूले अन्य डिभाइसमा प्रयोग गरेको वा भनौं सक्रिय इमेल एन्ड्रोइड प्रयोग गर्नुपर्ने हुन्छ। प्राधिकरणबाट उक्त फोनबारे कुनै पनि जानकारी उक्त इमेल र फोन नम्बरमा पठाइने भएकाले भरसक आफूले नयाँ डिभाइसमा प्रयोग गरिरहेको इमेल वा फोन नम्बर उपलब्ध गराउनु पर्ने हुन्छ। यति गर्नुभयो भने प्राधिकरणले नै तपाईको मोबाइल पत्ता लगाउने छ। यदि यसो गर्दा पनि पत्ता लागेन भने तपाईले आफ्नो हराएको मोबाइलमा लगइन भएको गुगल अकाउन्ट तपाईको मोबाइलमा हाल्नुहोस् र फाइन्ड माई फोन भन्ने एप्लिकेसन प्ले स्टोरबाट डाउनलोड गरेर पनि सजिलैसँग तपाईको हराएको मोबाइल तुरुन्तै पत्ता लगाउन सक्नुहुन्छ। त्यसमा तपाई नजिक गएपछि मोबाइलमा घन्टी बजाउन सक्ने पनि क्षमता हुन्छ। त्यसकारण मोबाइल हराएमा अब तपाईले लिनु पर्दैन टेन्सन।